सम्पूर्णमा नमस्ते साथीहरू, शुभ प्रभात। म हुँ श्वेता, हजुरकै साथी। आज मैले मेरो भिडियोमा एकदमै सजिलो तरिकाले कसरी मटन करी बनाउन सकिन्छ मैले लिएर आएको छु। हाम्रो नेपाली चेलीहरू, हाम्रो नेपाली साथीहरूलाई त कसरी बनाउने थाहा नै छ होला प्रोसेस। जो अब्रोडमा हुनुहुन्छ, भाइ बहिनी पढ्नको लागि बाहिर जानु परेको छ र आफै पकाएर खानु परेको छ, उहाँहरूलाई अझै अलिकति इजी होस् भनेर मैले चाहिँ यहाँ सजिलो तरिकाले मटन करी बनाएर देखेको छु। प्लिज चेक दिस भिडियो। एकदमै इजी रेसिपी छ। हजुर नेपाली घरमा यसरी मिठो साह्रै मिठो। मैले यहाँ फुल प्रोसेस देखाइदिएको छु। हजुरले स्टेप बाई स्टेप गर्न सक्नुहुन्छ र यसरी नै हजुरले मलाई माया र सपोर्ट दिइराख्नुहोला। हजुरको सधैँभरि माया सपोर्ट मलाई यसरी नै चाहिरहेको छ साथीहरू। मैले आफूले जानेको बुझेको मैले सिकेको कुराहरू हजुरलाई पनि देखाउने छु। हजुरले पनि योभन्दा राम्रो अझै हजुरलाई थाहा छ भने हजुरले मलाई प्लिज कमेन्टमा आएर मलाई पनि सिकाइदिनु होला भन्ने आशा गरेको छु। हजुरहरू पनि पकाएर खानुहोला, आफ्नो हेल्थको केयर गर्नुहोला। जाडो निकै बढेको छ, यसरी नै तातो कुरा सपोर्ट चाहिँ गर्न नबिर्सिनु होला। यसरी नै आफ्नो हेल्थको केयर गर्नुहोला है त भन्दै म यहाँबाट बिदा मागेँ है त साथीहरू।